त्यस्तै हुनुहुन्छ कि भन्ने चिन्ता त्यस्तो नभइदिए हुन्थ्यो भन्ने छ मलाई। ओके, यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यहरूले हुन्छ भन्नुहोस्। यो प्रस्तावको विपक्षमा हुने माननीय सदस्यहरूले हुन्न भन्नुहोस्। नेपालको संविधान धारा 2096(1) अनुसार खत्तम। आज पनि यहाँ आधी जति कुर्सीहरू खाली छन्। यो सदनमा आउनु मन लाग्दा आउने, आउनु मन नलाग्दा नआउने भन्ने खालको हो या के हो, यो विषयमा सभामुखज्यूले विचार गर्नुहोला भन्न चाहन्छु। अर्जेन्ट मेसेजहरू आइराखेको थियो, माथि यसरी राष्ट्रपतिको अगाडि फोन राखेर गर्ने शोभनीय नहुने भाव भएर यसरी चाहिँ टेबल मुनि चाहिँ फोन राखेर मेसेजहरू हेरिरहेको थियो। ठुला सिंचाई प्रणालीको आधुनिकीकरण अर्थमन्त्री निधायो भनेर यहाँ 10औं लाखलाई रमिता भएको छ आज। अब म प्रतिनिधि सभा नियमावली 2079 को मेरो खराब पानी छ, मेरो खराब पानी सुन्दै नसुनेर निस्किनु भन्ने बीचमै उठेर हिँड्नु भयो, यसलाई कसरी हेर्नु भएको छ तपाईँले? उहाँ त्यसो गर्नु हुँदैन, उहाँ के अरे केटाकेटी पारा भयो त्यो। केटा पारा भन्छ से हर्के डाका गाजा खाँदा नपाएर तल लागेर हिँडेको हो गजेरी भन्न त्यहाँ लाज पनि छैन ता डाकालाई नि। केही छ भने मान्यज्यूहरूले लिखित रूपमा अथवा मन्त्रालयमै ल्याएर दिँदा पनि हुन्छ। म चाहिँ बोलिनँ। भूमिका बाँधेन भने नेपाली हुँदै हुँदैन, विदेशी हुनु। भूमिका बाँधेन भने नेपाली हुँदै हुँदैन, विदेशी हुनु। तपाईँले आज बोल्न पाउनु भएन, किन हो? बोल्न पाएको नपाएको होइन, मैले म आफै नबोलेको। 65% अबे जल्दी बोल, कल सुबह पनवेल निकलना है। पर्सेन्ट फेरि अब अर्को एउटा फेरि हुनु भयो।